हेलो गाइस, इसको विंग्स बोलता है इंग्लिश में। नेपाली में क्या बोलता है? पखेटा। ल ठीक छ। हेलो गाइस, गुड मर्निङ। शुभ बिहानी है। आजको दिन हेर्नुहोस्, टलक्क घाम लागेको छ बिहान बिहानै। अनि यहाँ के छ भने हामी चाहिँ आज मार्केटमा एक हप्ताको लागि चाहिँ सब्जीहरू सरसामानहरू किचनको सामानहरू चाहिँ हामी लिन जाँदैछ गाइज। ए हाम्रो पोखरेली दाजुले टी सर्ट चाहिँ यो कहिले छोड्दैन रहेछ, शीतलो हुन्छ रे है गाइज। ल रास्तातिर भेटौँलाई। ल हेर्नुहोस्, सुनसान छ आज साउदीमा शुक्रबारको दिन। ट्रेप सिटीमा आए गाइजहरू, खै मिल्दैन तुर गाइज। ल हामी चाहिँ लगभग मार्केटको नजिक पुगिसक्यो गाइज है। आउँदैन हौ अगाडि किन हो मान्छे कहाँ लाग्यो? हामी मार्केटमा जाँदैछौँ गाइजहरू, तपाईँहरू पनि आउनु होला। बकरी मार्केटमा हामी बकरी खान जान्छौँ है। है बङ्गाली मार्केटमा चाहिँ साउदीमा यस्तो। ल गाइज ल है ल, आज खसीको टाउको खाने होइन। यस्तै छ जिन्दगानी, दर्पण छायामा है, दर्पण छायामा। गाइज फाइनली हाम्रो गोदाम चाहिँ आइपुग्यो सर। हाम्रो किराना पसलको गोदाम आइपुग्यो फाइनली। के लिने हो? प्याज लिने? प्याज लिने? प्याज पनि लानु के लानु ल भने? प्याज लानु, करेला लाने हो नि होइन। खै करेला देखाउनु त। साउदीमा नि यस्तो करेला हुन्छ है। यो के हो? यो काँडै खान सक्यो। कस्तो छ खै? त्यस्तो राम्रो हुन्छ यो, राम्रो हुन्छ नि, राम्रो भइहाल्छ नि। फ्ल्याट त कुहिने एउटा यो भोलि हेरेर सुन्छ। यो पहेँलो भन्दा फ्ल्याट त जाँदो रहेछ कि राख्दै। ल यस्तो छ त्यहाँ के भन्नु, करेलाहरू सबै सडेको छाम्नु पर्छ। खानै पऱ्यो ल चामलहरू गाइज। यो चाहिँ कुन बोडी हो? यो ल हेर्नुहोस्, सागहरू यसरी प्याकिङ हुन्छ है गाइज। सागहरू, चिचिन्डाहरू हो कि यहाँ फर्सी। ल यहाँ चिकन आइटमहरू, चिकन आइटम यता छ। ल यो चाहिँ मस्यौरा है गाइज। सोयाबिन पनि लिँदैछ हामी। हेलो गाइज, इसको विंग्स बोलता है इंग्लिश में। नेपाली में क्या बोलता है? पखेटा। ल ठिक छ। कति डुलेको हो, के छ यहाँ भित्र गाइज। यो चाहिँ चिकनहरू कटिङ गर्ने ठाउँ हो। चस्मिस दाई हो यो। एक सपिङ हानियो गाइज एक हप्तालाई सपिङ हानियो गाइज। गाइज हाम्रो यहाँ भरिया सर सामान, एक हप्ते सामान बोकेर है किचनको पुरै कुन दिनमा कुन खाने भनेर सेड्युल मिलाइ बोकेको छ है गाइजहरू। हिँड्दै चाहिँ सिधा र उठाएन नि यार, के गर्नु। किन हो यस्तो साउदी सुनसान छ त आज शुक्रबार। हामी चाहिँ यहाँ मादेन तुरेपतिर छौँ, तुरेपको सिटीतिर छैन, सानो ठाउँ छ, सानो गाउँ, सानो सिटी।
चिसोले खोकी लाएर यार केही छैन। फ्राइडेको दिन साउदी सुनसान छ। सामान लिएर आएको मस्जिद हो यो। यहाँ एक हप्ते सामान, एक हप्ताको लागि सामान लिएर आएको। गाइस अलि मोटो भएको छ है, म चाहिँ साउदी खाना। एक हप्ताको लागि सामान मैले पनि बोकेको छु यहाँ झोलामा। पुरै खजुरको बुटोहरू छ बाटोमा, जता हेर्नु खजुरको बुटो। सुनसान छ आज साउदी अरब। फ्राइडेको दिन यस्तै हो। पहाड बनाएर आएछ यहाँ। सुनसान छ, सुनसान। त्यो सिग्नलवाला बाटो। छिटो हिँड है कान्छी। राति लाइट बोला होइन सुनसान छ आज साउदी अरब। ल है ढेँडो कान्छी राम्रोसँग मोल है त्यसलाई। एउटा गिर्खा देखिन भनाए त्यहाँ। ल साउदी अरबमा ढेँडो बनाउँदै कान्छी आएपछि ढेँडो पनि खान पाइयो क्या। यार गाइस ढेँडो यसरी पाक्छ। ल आउनुहोस् नाइट होटलमा जसरी हेर्नुहोस्, यहाँ घिउ हाले जतिकै छ, तर भातमा गिर्खा छ। ल भाइ गाइस यो चाहिँ क्याबा। ल हेर्नुहोस् गाइस यहाँ हाम्रो नेपाली ढेँडो पनि साउदीतिर पाक्छ है, कोदोको पिठोमा। हेर्नुहोस्। हेलो गाइस। ल है ढेँडो खान पाउनु है। ढेँडो खायो भने यस्तै ज्यान हुन्छ है। गोर्खालीको छोरो पोखरेली होइन त। ल ओ माइला गड, यहाँ अब हामीले ढेँडो पस्किसिया छ गाइस। हेर्नुहोस् यस्तो नार हुन्छ यो चाहिँ, तामाङ भाषाबाट नार भन्छ होइन। म त साग लभर है फेरि। ल गाइस हामी चाहिँ सुरुवाती केटाहरूको भोलि ड्युटी जाँदाखेरि खाने चाहिँ नास्ता चाहिँ छुट्टाइसिएको छ है। यो गाडी चलाउँदै टुकुर खाने रे यो अल्छी लागेको बेलामा। मेरो प्लास्टिक हो क्या यो मेरो यो सामान आफू लायो न। खोइ त अनि अर्को प्लास्टिक के प्लास्टिकमा सुर्ती राखिदिएको छ आफूले ल्यायो नगर न, म केमा राख्नु।